हेर्नुहोस् है साथीहरू, खड्के दाईको बहिनीले पूजा गर्दा खड्के दाईले के भन्नुहुन्छ? ओम जय जगदीश हरि। ए पूजा पनि कहीँ त्यसरी गर्छ र लक्ष्मीको गर्न धन दिनेको मलाई कहाँ आउँछ त अन्त? जान्दैनस् भने अन्त सिक्न त लक्ष्मीको मन्त्र। नमस्तेस्तु महामाया श्रीपीठे शिरे पूजिते शङ्ख चक्र गजहस्ते श्रीमा लक्ष्मी नमस्तुते। बुझिस्? अन्त फेरि तल त्यो दुईटा धुप कसले बाल्नु लाग्यो? एउटा बाल्दा भइहाल्छ त। त्यो निबार राख, भोलिलाई चाहिन्छ। तपाईँ चाहिँ पूजा गर्दा पनि चुइया नभइरहनु न। पूजा गर्दा त दिल खोलेर पूजा गर्नुपर्छ। तेरो पूजा गराइले भगवानले तँलाई फल दिन्छ र